मलाई आफ्नो एकदम मिल्ने साथी लालेले आफ्नो बहिनी सम्मानलाई त्यस्तो दुर्व्यवहार गर्दाखेरि मलाई साथीसँग एकदमै रिस उठेको छ। साह्रो मन पनि दुखेको छ। ऊ हाम्रो घरमा एउटा घरेलु बाल श्रमिकको रूपमा मात्रै होइन कि हाम्रो परिवारको एउटा सदस्य। हाम्रो घरमा बहिनी हुनुहुन्न, दिदी हुनुहुन्न, त्यही कारणले हामीले आफ्नै बहिनी सरले राखेको थियौँ। तर लालेले नराम्रो नजरले हेरेर उसलाई दुर्व्यवहार गर्यो। अति रिस उठेको छ मलाई। लालेसँग त्यो दिनदेखि मैले बोलेको छुइनँ। स्कुल जाँदा पनि बोल्दिनँ मसँग, हिँड्दा पनि बोल्दिनँ। जब मैले बहिनीको मुखबाट सुने मलाई दुर्व्यवहार भएको थियो, मैले चेहरा पत्याएको थिइनँ। तर उसलाई बोलाएर जब भन्नुभयो नि हो मैले गरेको थिएँ भने लालेको मुखबाट सुन्यो। त्यो दिन मलाई लाले चाहिँ साह्रो रिस उठेको छ। त्यो दिन हाम्रो साथीको नाता चाहिँ मैले तोडिसकेको छु। मम्मीलाई भनेर साह्रो राम्रो गरेँ मिना बहिनीले कि उसले यति नभनेको भए यति उसले नभनेको भए उसको प्रब्लम झन् बढ्दै जान सक्थ्यो। उसलाई झनै टर्चर हुँदै सक्थ्यो। उसलाई झनै लालेले झनै गाह्रो गर्न जान सक्थ्यो, झन् दुर्व्यवहार गर्न सक्थ्यो। त्यो उसले समयमा भन्यो, एकदमै राम्रो गर्यो। सक्छ मैले त्योभन्दा अलिक थाहा पाएर अलिक त्योभन्दा छिटै भन्न सके चाहिँ एकदमै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ। हजुर, अरू हाम्रो दिदीभाइ बहिनीहरू हुनुहुन्छ होइन, उहाँहरूले पनि आफूले यस्तो हुन थालेको छ भने थाहा पाएपछि चाहिँ नि सकेसम्म आफूलाई जोसँग विश्वास लाग्छ, जस्तो साथी हुन्छ, क्लोज फ्रेन्ड, स्कुलको घरको आन्टीहरू हुनुहुन्छ, मम्मीहरू हुनुहुन्छ, उहाँहरूसँग चाहिँ यो कुरा चाहिँ सेयर गर्नै पर्छ। यति तपाईँहरूले सेयर गर्नु भन्यो भने तपाईँहरूको प्रब्लम कहिले पनि सल्भ हुँदैन भन्ने मलाई लाग्छ। लालेदेखि चाहिँ धेरै रिस उठ्यो। मैले मिनालाई आफ्नो छोरी अथवा परिवारको एक सदस्य मानेको थिएँ। लालेले त्यस्तो गर्नु चाहिँ धेरै ठुलो गल्ती हो। ऊ परिवारदेखि टाढा छ, बुवा आमा छैनन्, ऊ अर्का घर बसायो हो त उसले भनेर सोचेर उसले चाहिँ त्यस्तो व्यवहार गर्यो होला। ऊ मेरो छोरा हरिसँग भेट्न आएको थियो। मैले कराएँ अनि उसलाई सम्झाएँ यस्तो गर्नु हुँदैन भनेर। मेरो घरमा नआइज, अबदेखि अरूलाई यस्तो व्यवहार पनि नगर भनेको छु। थिएन, मैले लालेलाई आफ्नो छोरा जस्तो गरेको थिएँ। उसले चाहिँ यस्तो व्यवहार गर्ला भन्ने मैले सोचेको पनि थिएन। मिनाले चाहिँ पहिला सुरु मलाई भन्दाखेरि चाहिँ विश्वास लागेको थिएन। अनि लाले दाई किनभने लाले दाईले चाहिँ आफ्नो बहिनी जस्तै मान्नुहुन्थ्यो उहाँलाई। अनि मलाई लाले दाईदेखि एकदमै रिस पनि उठ्यो। अनि मिनाले भन्नुभएको थियो नि मलाई कुरा सेयर गर्नुभयो, एकदमै खुसी पनि लाग्यो। मिना र म चाहिँ छिट्टै एकदमै साथी बन्यौँ। अनि विद्यालयमा पनि धेरै कुराहरू सेयर गर्थ्यौँ हामी। अनि त्यो कुराहरूलाई एकदम गोपनीयताका साथ राख्थ्यौँ। अनि त्यो कुरालाई कसरी सल्भ गर्न सकिन्छ भन्ने पनि उपाय खोज्थ्यौँ। त्यसैले पनि होला मिनाले मलाई कुरा सेयर गरेर कुनै कुरा मतलब समस्याको समाधान कसरी गर्न सकिन्छ भनेर उसले मतलब मैले के भन्छु होला, सुझाव दिन्छु होला भनेर भनेको होला। आन्टी चाहिँ घरको सबभन्दा ठुलो हो। अनि मिनालाई चाहिँ आफ्नै छोरी जस्तै गरेर राख्नु भएको छ। माया पनि गर्नुहुन्छ र विश्वास पनि गर्नुहुन्छ होइन। अनि त्यसैले मलाई लाग्छ कि जहाँसम्म मिनाले त्यो कुरा सबै भन्यो भने चाहिँ आन्टीले चाहिँ उहाँलाई सहयोग गर्नुहुन्छ, पक्कै पनि मद्दत गर्नुहुन्छ। त्यसैले चाहिँ मैले मिनालाई चाहिँ यो कुरा भन्नु भनेर आग्रह गरेको थिएँ। अब बालबालिका हामी जस्तै बालबालिकालाई यस्तो कुरा भयो भने, यस्तो भइरहेछ भने अथवा हुन्छ भने यस्तो कुरा चाहिँ आफ्नो साथी जसलाई विश्वास गर्छ होइन, जसले धेरै माया गर्छ त्यसलाई चाहिँ भन्नुपर्छ अथवा आफूभन्दा ठुलो व्यक्तिलाई यो कुरा सुनाउनुपर्छ होइन। म चाहिँ यस्तै भन्छु कि आफूभन्दा ठुलो व्यक्ति वा साथीलाई यो कुरा सुनायो भने चाहिँ यो आफूलाई जुन प्रब्लम भइरहेछ त्यो कुराको चाहिँ सावधान हुन्छ मलाई लाग्छ। एकदमै खुसी लागिरहेछ किनभने मैले आफ्नो साथी रितालाई आफ्नो कुरा सेयर गरेर राम्रै गरेछु जस्तो लागिरहेछ। रितालाई मैले सेयर गरेँ किनभने उसले चाहिँ ऊ मेरो पहिलादेखि नै मिल्ने साथी थियो। उसको आफ्नो सानो कुरा पनि मलाई गर्थ्यो, म पनि उसलाई सानो कुरा गर्थेँ। उसले मेरो कुरा कसैलाई भन्दैनथ्यो। उसको आफ्नो दायित्व हुन्छ नि, अब उसको आफ्नो दायित्व पुरा गर्थ्यो क्या। अब कसैलाई भन्दैनथ्यो, गोपनीयताको कायम गरेर राख्थ्यो। त्यसैले
हो मलाई त एकदम डर लागेको थियो। आन्टीले आमै पत्याउनु आफ्नो छोरा जस्तै भनेर राख्नु भएको आउँदा पनि राम्रो गर्नुहुन्थ्यो, त्यही भएर अनि राम्रै गर्नुहुन्थ्यो। अनि मलाई त्यस्तो पत्याउनु जस्तो लाग्थ्यो क्या, पत्याउनु जस्तो लाग्थ्यो, तर पत्याउनु भयो। मलाई एकदमै खुसी लागिरहेको थियो, तर डर लागिरहेको थियो क्या पहिला चाहिँ। मलाई आफ्नो लाले दाइ मेरो हरि दाइ जस्तै मैले सेयर गरिरहेको थिएँ, मेरो दाइ जस्तै लागिरहेको थियो, तर त्यस्तो मलाई थाहा थिएन। मेरो अब हेर्ने धेरै भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि मेरो जस्तो अब आफ्नो मिल्ने साथी अरू कोही नहुनसक्छ रिता जस्तो। तपाईँहरूले आफ्नो हुन्छ नि अब आफ्नो साथी कोही त आफ्नो साथीभाइ हुन्छ नि मिल्ने साथीहरूलाई आफ्नो कुरा भन्नुहोस्, त्यही नै हुन्छ। आफ्नो कुरा बुझ्न सक्ने, सपोज बुझ्छ नि अब अरूलाई कसरी नभन्न सक्ने, आफ्नो गोपनीयता कायम गर्ने साथीलाई भन्नुपर्छ। मैले त खासै त्यस्तो गल्ती गरे जस्तो लाग्दैन। भन्दा पनि उसले आन्टीले भनिहालेछ, उदेखि मलाई साह्रै रिस उठिरहेछ। अब ऊ मदेखि पनि साह्रै डराउँथ्यो अनि घरमा पनि त्यति बोल्दैन थियो, त्यही भएर भन्दैन जस्तो लागेको थियो। मैले खासै ठुलो गल्ती गरे जस्तो लागेको थिएन, तर उसले भनेर मैले आफ्नो मिल्ने साथी हरिलाई गुमाएँ, त्यही भएर मलाई रिस उठिरहेछ। आन्टीलाई अस्ति भेट भएको थियो, उहाँले चाहिँ तैँले यस्तो गल्ती गरेछस्, अबदेखि मेरो घर नआइज भन्नुभयो, त्यति हो। अब भविष्यमा यस्तो गल्तीहरू त खास दोहोऱ्याइँदैन जस्तो लाग्छ। मलाई यो फिल्मको पार्ट हुन पाउँदा एकदम खुसीको अनुभव भइरहेछ, एकदम गौरव लागिरहेको छ। हाम्रो समाजमा यस्तो घटनाहरू धेरै भइरहन्छ। प्रायः जस्तो घरेलु बाल श्रमिकहरूसँग चाहिँ होइन यस्तो घटनाहरू भइरहन्छ। त्यस्तो अवस्थामा उनीहरू के अरे कसैले भन्न नचाहने अनि व्यवहारमा पनि परिवर्तन आउने त्यस्तो। यो फिल्ममा चाहिँ मिनाको क्यारेक्टर चाहिँ एकदम बलियो होइन। अब ऊ एकदम स्ट्रङ बलियो भएको भएर नै उसले अरूलाई आफूसँग भएको यस्तो दुर्व्यवहारहरू भन्न सकिन्। मलाई चाहिँ एकदम बलियो जस्तो लाग्छ। अरू भाइ बहिनीहरूले पनि आफूसँग यस्तो दुर्व्यवहार भइरहेको भए आफूसँग अलिकति क्लोज भएको फ्रेन्ड्सहरूसँग अथवा आफूभन्दा ठुला साना आफूसँग जो नजिक छ उनीहरूलाई भन्न सक्छन्। हाम्रो समाजमा धेरै दुर्व्यवहार भएकाले खास गरी घरेलु श्रमिकहरूलाई यो फिल्मबाट मैले केही सन्देश दिन सक्छौ कि भनेर चाहिँ मैले यो खास गरी घरेलु श्रमिकहरूको लागि यो फिल्म बनाएको हो। मिनाको भूमिका चाहिँ मलाई एकदमै राम्रो लाग्यो, किनभने उसले आँट गरेर होइन आफूलाई भएको दुर्व्यवहारहरू आफ्नो मिल्ने साथीलाई भन्यो र अहिले ऊ खुसीका साथ घरमा राम्रैसँग काम गरेर पढेर बसिरहेछ। लालेले सजाय पाएको चाहिँ राम्रै लाग्छ, किनभने उसले पछि गएर नि यदि सजाय नपाएको भए उसले पछि गएर नि त्यस्तो गर्न सक्थ्यो फेरि पनि, तर उसले त्यति गरेर नि उसले बुझ्यो कि अब मैले यस्तो गर्नु हुँदैन रहेछ भनेर। मलाई चाहिँ त्यो एकदमै राम्रो पक्ष लाग्छ। हजुर, खास गरी म घरेलु श्रमिकहरूलाई भन्न चाहन्छु कि आफूलाई दुर्व्यवहार भएको छ भने चुपो लाएर कहिले नै बस्नु हुँदैन, सहेर कहिले बस्नु हुँदैन। आफ्नो मिल्ने साथी वा आफूभन्दा आफ्नो साथी वा आफूभन्दा ठुला अङ्कल आन्टी जो आफ्नो एकदम मिल्ने छ त्यसलाई चाहिँ हामीले भन्नुपर्छ भन्ने सन्देश दिन चाहन्छु। किनभने उसलाई धेरै समस्या परिरहेको हुन्छ होइन। अब उसले आफ्नो मनको कुरा यदि कसैसित सेयर गर्न पायो भने त उसलाई अलिकति खुसी अलिकति आनन्द आउँछ नि त। त्यही भएको कारणले म चाहिँ भन्न